यहाँ हाम्रो एकजना भूतपूर्व इन्डियन आर्मी हाम्रो काका हीराबहादुर श्रेष्ठ हुनुहुन्छ। उहाँले आफ्नो जीवनकालमा भारतीय सेनामा रहेर काम गर्नुभयो र उहाँको कति वर्ष उहाँले नोकरी गर्नुभयो भारत सरकारको भन्ने विषय मैले उहाँसँग केही जिज्ञासा राखेको छु। काका नमस्कार। नमस्कार। अनि हजुरले अहिले बुढेसकाल लाग्यो र कति वर्ष भारतीय सेना गोर्खा सेनामा काम गर्नुभयो काका? भारतीय सेनामा भर्ती भएको म इन्डियाको 74 डिसेम्बर 5 तारिक भर्ती भएर हजुर त्यहाँदेखि नोकरी गर्दै 18 वर्ष नोकरी गरियो। अनि नोकरी गरेर अब पेन्सन निस्केर आइयो, घरबार गरियो, बस्यो, आफ्नो जान परिवारसँग बस्यो। रोग भन्ने कुरो त सामान्य हो, सबैले लाग्छ। अनि अर्को कुरो, तपाईको जागिरको सिलसिलामा अब सेना भनेको त अब लडाइँमा देशको रक्षा गर्ने, अनि 18 वर्ष जागिर खाँदै गर्दा कुन लडाइँ लड्नुभयो? पहिला त धेरै लडाइँहरू चल्यो, कुन लडाइँ लड्नुभयो? लडाइँ भनेको बाहिर त्यतिखेर त्यो भित्रमा बाहिर अब पाकिस्तान चाइनाको लडाइँ भएन, तर इन्डिया भित्रमै हजुर अब त्यस्तै उग्रवादीहरूले आफ्नो देशभित्रै नै उग्रवादीहरूले लडाइँ गरे। लडाइँ त्यसमा हामी परियो दिल्लीमा। लडाइँ गर्दा इन्दिरा गान्धी पनि मारे। इन्दिरा गान्धी मार्दा न्यू दिल्लीमा हामी पुग्यौँ मिरेटबाट बिहान 8 बजे इन्दिरा गान्धी अफिसमा जाँदा उहाँको उग्रवादीले अफिसमा जाँदै गोली हानेर इन्दिरा गान्धी मारेछ। अब हामीहरू त्यतिखेर त्यो इन्दिरा गान्धीको काण्डमा तपाईँहरू चाहिँ ठ्याक्कै पर्नुभयो। अनि मिरेट भन्ने ठाउँमा थियौँ। त्यहाँदेखि अब हामीलाई थाहा लागेन, सबै गाडी आयो, ब्यारेकमा गाडी आयो, सबै हामी सामान हतियार गोली गट्टा लिएर हामी गयौँ। बिहान 8-9 बजे जाँदै दिल्ली पुग्यो। दिल्ली पुगेपछि अब त्यहाँ सबै सोच विचार गर्दा अब हामी न्यू दिल्लीमा बस्ने भइयो। त्यहाँ उग्रवादीको अब कुन उग्रवादी के हो, कहाँ के भएर चाहिँ यस्तो परिबन्ध परेर इन्दिरा गान्धी अब प्रधानमन्त्री हो मारियो भनेर खोज तलास गर्दै त्यस्तो खोज तलास गरियो। जमिनभित्र घर भएको मान्छेहरू पनि भेटियो। सबै घर 3-4 तला माथि लुकेको मान्छे पनि भेटियो। तिनीहरूलाई पक्राउ गरियो। त्यो चाहिँ कस्तो खालको मान्छेहरू छन् त? उग्रवादी हो? खोज तलास गर्दा सबै सरदारहरू रहेछ। अनि हामीलाई आदेश भयो कि सरदारको घर, सरदारको परिवार सबै भेट भयो। उसको घर पत्तो लाग्यो भने त्यसमा 12 जना कुल्ली थियो। अरू गाडी 2टा थियो ठुल्ठुलो। त्यो गाडी हाम्रो पछाडि जाने, हामी जान्थ्यौँ। त्यो घर तलास लाग्यो भने त्यो घर फोर्ने हो। त्यो घर फोरिसकेपछि अनिखेर त्यहाँबाट त्यो कुल्लीहरूलाई सबै त्यो भित्रको सामान, त्यसको कुर्सी बेन्ची टेबल, खाने ठाउँ सबै गरेर त्यो कुल्लीलाई गाडीमा लोड गरेर
पहाडगञ्ज भन्ने ठाउँमा ठुलो 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 गिरान थियो। त्यो गिरानमा लगेर झार्ने हो। चाहे फुटोस् चाहे होस् त्यसैको होस्। त्यो टिभीहरू त तपाईँको जहाँ पनि टिभी कस्तो कस्तो थियो। अनि मान्छे भेटियो भने पक्रेर पुलिसलाई जिम्मा। अनि त्यसो गर्दा गर्दै एक ठाउँमा एउटा भनौँ त्यो गाउँको मान्छे दोकानेले राति 12 बजे यो घरमा बेलुका रातिको 12 बजे बत्ती बल्छ भनेर त हामीले आदेश खबर पायौँ। अनि त्यो घरमा गएर खोज तलास गरेपछि पक्का मान्छे छ यो भित्र भनेर सबै चारतिर घेरा लाएर अनिखेर एकजना पश्चिमको हल्दार थियो गुरुङ। त्यो गुरुङ यो घरबाट चढेर त्यो घर झ्यालबाट म भित्र पस्छु भनेर भन्यो। सबै जा भनेर अनि गएर सानो पिस्तोल लिएर गएर झ्यालमा पुग्यो पनि भित्र एउटा छोरी मान्छे रहेछ सानो। छोरी मान्छेले पिस्तोलले नै हिर्काएर त्यसलाई झारो। यति माथिबाट नै तपाईँहरू चाहिँ तल घेरा लगाएर बस्नु भएको छ। घेरा लगाएको त्यो हल्दार चाहिँ माथि गइसकेको थियो। झ्यालबाट पस्नु आँटेको थियो। मान्छेले हिर्काइहालेको त्यो झरीको। त्यसले हतार एम्बुलेन्समा लिएर पठाइहाल्यौँ। अनिखेर त्यो त्यहाँको मान्छे सबै भएर हामी भएर त्यो भित्रको ढोकाहरू सबै त्यो कुल्लीलाई फुटाउनु लगाएर काट्नु लगाएर अनिखेर भित्र पस्दा छोरी मान्छे रहेछ 12 वर्षको। अनि त्यसलाई पक्रेर मार्न आदेश भएन। अब उमेर नपुगेको मार्नु नहुने रहेछ। अनि पक्रेर पुलिसलाई जिम्मा दिए। अनि त्यस्तो हुँदै अनि झन् त धेरै नै अनि त्यहाँ झन् ऊ भइगयो। अब त्यो गुरुङ त लाँदा अस्पतालमा मर्यो। अब गोलीभित्र बाहिर निस्किनु सकेछ, भित्रै बसेछ। त्यस कारणले हल्दार मर्यो। अब त्यतै भयो। अनि त्यसै दिल्ली सबै अब झन् उग्र भयो। अनि गाडी जति पनि सरदार आर्मी नोकरी गर्ने जति सबै उनीहरूको गाडीको व्हिल सबै निकालेर हिँडाएर आफ्नो रासन पानी हतियार बोकेर पाकिस्तान चाइना बोर्डरमा पठायो। नेपाली सब दिल्लीमा हरारे गोर्खालीहरू। अनि त्यहाँबाट एउटा 1 टन 6 जना मान्छे हामीहरू, एउटा 1 टन 1 जर्किन मटिटेल, एउटा मग सलाई दिने। अनि त्यहाँबाट गल्ली हिँड्ने हो। अनि त्यसको घर पत्तो लाग्यो, मान्छे पत्तो लाग्यो भने त्यो मान्छेलाई पक्रिने। सबै बतायो, राम्रो बतायो। तेरो घर कुन हो, कहाँ छ, कस्तो त्यस्तो सबै बतायो भने त्यसलाई पक्रेर लगेर जिम्मा दिने। बताएन त्यस्तो गऱ्यो भने मटिरियल्स फर्किने, आगो लगाइदिने, छोडिदिने भन्ने आदेश। जस्तो त्यो सरदारहरूलाई अरूलाई होइन। अनि त्यसो गर्दै त्यतिखेर नेपालमा पनि त्यो सरदारहरू केस खौरेर नेपालमा पनि आएछ। त्यो पनि पत्तो लाग्यो। अनि आदेश आयो कि नेपालको सरकारलाई सरदार जति नेपालमा पसिरहेछ त्यो सबै उसको देशमा पठाउनु भनेर आदेश दियो भनेर खबर थियो। अब त्यो के गरौँ कसो गरौँ अब त्यो थाहा लागेन। अनि त्यसो गर्दै त्यहाँबाट झन्डै 1 महिना जति नै बसियो। त्यहाँबाट अलिक साम्य भएर अनिखेर हामीहरू आफ्नो क्याम्पमा वापस आइयो। त्यो अरू चाइना इन्डिया के अरे पाकिस्तानसँग चाहिँ युद्ध परेन तपाईँहरू? हामी चाइनासँग युद्ध परिएन। अलिक पछिल्लो उसमा पर्नुभएछ। त्योभन्दा अलिक अगाडिको चाहिँ अब पाकिस्तानको लडाइँमा चाहिँ थियो भन्थ्यो। चाइना 71 सालतिर हामी त अब थियो लडाइँ भएन। अब नहुने कुरो गर्नु हुँदैन। अब चाइना त अब हामी राम्रै मिलापै मान्छे हो, त्यस्तो गर्दैन। पाकिस्तान होस्
पाकिस्तानसँग पनि हाम्रो भिडन्त भएन। त्यो ठिक चाहिँ छ। अब आफ्नो हाम्रो काका हिराबहादुर श्रेष्ठ आज 76 वर्षको उमेरमा पुग्नु भएको छ। अलिकति स्वास्थ्य अहिले आएर अलिक केही बिमारी पनि हुनुहुन्छ, तर अहिले धेरै सुधार भइसकेको छ। तपाईँको स्वास्थ्य लाभको कामना गर्छु। तपाईँ यहाँ आइसकेपछि हाम्रो यो अहिले जुन हुँदै गर्दा तपाईँ एउटा यो हाम्रो गाउँको योगदानी व्यक्ति पनि हुनुहुन्छ। हालसालै यो हाम्रो टोललाई एउटा सामाजिक सेवाका निम्ति जग्गा दिएर चाहिँ यहाँ हाम्रो सार्वजनिक भवन क्लब घर बनाउने जस्तो एउटा ठुलो योगदान पुर्याउनु भएको छ। निःशुल्क जग्गा दान दिनुभएको छ। अनि त्यस्ता सहयोगी मान्छे एउटा हामीले तपाईलाई यो गाउँले सबैले चिनिराखेको व्यक्ति यसरी चिनेका छौँ कि तपाईँ एउटा कर्तव्यनिष्ठ भएको व्यक्तित्वको रूपमा हामीले चिन्ने गरेका छौँ। र तपाईँको आगामी दिनहरू शुभ रहोस्, तपाईँको स्वास्थ्यको कामना गर्दछौँ। हामी सम्पूर्ण यो गाउँवासीले अब अहिले भर्खरै यहाँ यत्र भवन बनाएको छौँ हामीले। यो भवनलाई तपाईँहरूले अब जति पनि यो भिडियो देख्नुहुने जति पनि हाम्रा मित्रहरू हुनुहुन्छ उहाँको एउटा योगदान कदमी हो। यो भवन पनि मैले देखाउँदैछु। उहाँले निःशुल्क जग्गा दान दिनुभएको छ। यो टोलमा धेरै हामीले अति आवश्यक थियो एउटा भवनको निम्ति, तर उहाँले दिनुभयो। हामीले बनाउन सफल भयौँ, बनाइसकेका छौँ र अहिले हामीलाई सेवा सुविधा प्रदान भइसकेको छ भन्न चाहन्छु। अनि धन्यवाद हाम्रो काकाज्यूलाई। अझै धेरै बस्नुपर्छ, बाँच्नुपर्छ। तपाईँ अहिले भारतीय सेनामा आबद्ध रहनुभएका हाम्रा काका हिराबहादुर श्रेष्ठले यो विगत 1 साल अगाडि उहाँले 8 कट्ठा 8.5 कट्ठा जग्गा दिनुभएको यो भवनको निम्ति। यो भवन अहिले बनेर अहिले हामीले सेवा सुविधा प्राप्त गरिरहेका छौँ। यसमा यो भवन चाहिँ हामीले लगभग 5 लाखमा सम्पन्न गरेका छौँ भने यो शौचालय 80-81 को आर्थिक वर्ष 80-81 हाम्रा चौडन्नी नगरपालिका 3 नम्बर वडाबाट 1,30,000 बजेटको लागतबाट अहिले हालसालै बनाइएको छ र यो पनि सम्पन्न हुन लागिसकेको अवस्था छ। यहाँ देख्न सकिन्छ र उहाँले हामी मरी धन्यवाद दिन चाहन्छौँ। उहाँको यो योगदानलाई सबैले सम्मान गरौँ।